साथीहरू यो चाहिँ ओमनको मस्कट सहर स्थित अल गुब्रा भन्ने ठाउँ हो। आज चाहिँ म मेरो छुट्टीको दिन यसो बाहिर घुम्न निस्किएको। यो चाहिँ मेरो रुमदेखि बाहिर को रोड हो हैन। म चाहिँ आज मस्जिदतिर गइरहेको छु। यहाँ ओमनको एउटा ग्रान्ड मस्जिद भन्ने रहेको छ। त्यो चाहिँ ओमनको सबैभन्दा ठुलो मस्जिद हो। म चाहिँ त्यतातिर गइरहेको छु र यहाँनिर म बाटोमा हिँडिरहेको छु र यहाँ चाहिँ धेरै अब गाडीहरू धेरै चाहिँ चलिरहेका छन्, गुडिरहेका छन् रोडमा। र यहाँ एउटा कार सोरुम पनि रहेको छ साथीहरू। यहाँ हेर्नु न, कार सोरुममा नयाँ नयाँ कारहरू चाहिँ बिक्री गर्नको लागि राखिएको रहेछ। र यहाँनिर अब हेर्नु न, यहाँको रोडहरू कति सफा सुग्घर छ, व्यवस्थित टाइपको छ। अब यहाँनिर यो जुन मरुभूमि हो तर पनि प्रत्येक बिरुवाहरूलाई पानी लगाएर चाहिँ यस्तो व्यवस्थित ढङ्गको बनाइएको छ। प्रत्येक बिरुवालाई हेर्नुहोस् त, पानी लगाइएको छ र प्रत्येक बिरुवालाई पानी लगाएर यहाँ झार पनि रोपिएको छ। हेर्नुहोस् त, दुबो यति राम्रो चाहिँ फलाएको छ। र म त्यही भन्न चाहन्छु, मैले चाहिँ यो भिडियो बनाउन सिकिरहेको छु साथीहरू। मलाई चाहिँ सपोर्ट गर्नु होला के कस्तो हुन्छ हैन। अनि यहाँ हेर्नु न, यहाँनिर कति राम्रो छ, कति सफा सुग्घर छ है। अझै नेपाल जस्तो ठाउँ हुनु भने झन् यहाँनिर कति व्यवस्थित गर्थ्यो होला। हो, यहाँ त एउटा कुकुर पनि पो रहेछ, बाटोमा बसिरहेको रहेछ। टोक्छ कि नटोक्ने रहेछ भागो कुकुर चाहिँ। अनि त्यो छ यो। ल हेर्नु साथीहरू, यो ओमनको चाहिँ यो सहरको नाम चाहिँ मस्कट रहेको छ। यो चाहिँ मस्कट नेपालको ठ्याक्कै काठमाडौँ जस्तै यहाँको चाहिँ राजधानी हो। र आज चाहिँ म उता मस्जिदतिर जानु पर्यो भनेर हिँडिरहेको छु। र हिँड्दा हिँड्दै मैले बाटोमा चाहिँ एउटा भिडियो बनाइरहेको छु। तपाईँहरूलाई कस्तो लाग्छ यसो हेरेर कमेन्ट गरिदिनु होला है त साथीहरू। यहाँ खजुरको बोट पनि रहेको छ। यतिखेर खजुर फल्ने समय हो। हेर्नु साथीहरू, खजुर पनि फलिरहेको छ बोटमा। ल हेर्नु त, कतिको देख्नुहुन्छ तपाईँले, देख्नु भयो कि भएन। यहाँनिर हेर्नु, यो फेदमा चाहिँ प्रत्येकमा यहाँ पानी लगाउने सिस्टम हुन्छ। पानी लगाएन भने चाहिँ मरिहाल्छ, किनभने बालुवा मात्रै छ नि त। र प्रत्येक दिन चाहिँ यिनीहरूले चाहिँ पानी लगाउने गर्दछन्। त्यस्तै छ साथीहरू। र म अहिले तपाईँहरूलाई अब मस्जिदमा पुगेर पनि भिडियो बनाउने छु। अनि त्यो भिडियो हाल्ने छु है त साथीहरू। अनि अरू के छ तपाईँहरूको खबर भन्नुहोस्। यहाँनिर यो के को एउटा घर पनि रहेको छ। अब यो मलाई लाग्छ यो स्काउटको होला जस्तो लाग्छ। उता पर देखिरहेको छ। अब सबै यो अरबिकबाट लेखिएको कारणले गर्दाखेरि मैले खासै बुझ्न चाहिँ सकिनँ साथीहरू हैन।